दलालहरूलाई 7 वर्षसम्म जेल भन्ने छ, तर आजसम्म कुन चाहिँ दलाल 7 वर्ष जेल बस्यो भन्ने कुरा हेर्न पाइँदैन। 10 वर्ष अघि भन्दा बढी व्यथिति हामीसँग अहिले छ। 10 वर्ष अघि बरु 80,000मा मलेसिया जान पाइन्थ्यो, अहिले 4 लाख पर्छ। 4 लाख भन्दा बढी वार्षिक रूपमा वैदेशिक रोजगारीमा जाने युवा छन्। हरेक युवाले 2 लाख रुपियाँ तिरेर गएका छन्। हिसाब गरौँ न, खर्बमा निस्किन्छ यो देशको व्यथिति। 70% भन्दा बढी विज्ञापन जनताको पहुँचमा छैन। उनीहरूले पहिल्यै प्याक गरिसकेका हुन्छन् विज्ञापनहरू, अनि पत्रिकामा हालिन्छ, एउटा प्रक्रियाका लागि मात्रै हालिन्छ त्यहाँ। भनेपछि हामीले कति धेरै भ्रम छर्यौँ भन्ने कुरा। जसले घुस दिन्छ उसको श्रम स्वीकृति जारी हुन्छ, जसले घुस दिँदैन उसको श्रम स्वीकृति जारी हुँदैन। रिजेक्सनको नोटहरू छ। मेरो रिसेन्ट रिपोर्ट तपाईँहरूले हेर्नुभयो भने सम्भवतः कुरा राखिसकेपछि केही सुधार पनि होला भन्ने अपेक्षा। किन भन्दा यहाँ विषयवस्तु उठानभन्दा पनि ठुलो कुरा भनेको यो देशमा समाधान चाहिएको छ। आप्रवासन दिवस हामी मनाउँदै गर्दा विशेष गरी श्रमिकको हक हितका विषयवस्तु मुख्य कुरा छ। र सबैभन्दा ठुलो कुरा भुल्नै नहुने कुरा 18-20 खर्बको बजेट हुने देशमा 15 खर्बको वार्षिक बजेट पठाउने नेपाली युवाको समस्या समाधानको एउटा मन्त्रालयभित्र हामी छौँ। यो सामान्य कुरा छैन। सरकारले 30% को जीडीपी भने पनि 50% भन्दा बढी यो देशको चलाउनका लागि युवाले गरेको परिश्रमको फल हामी खाइरहेका छौँ। यो देश त्यसरी चलिरहेछ। यसरी बुझौँ, त्यसपछि अलिकति बढी उनीहरूलाई न्याय गर्न सकिन्छ भन्ने लाग्छ। नीतिमा केही सुधार जस्तो त देखिन्छ। सरले अघि सुरुमा भन्नुभएको कुरा थियो, हामी धेरै परिवर्तन गर्यौँ भन्ने त छ, तर नीतिमा मात्रै छ सर, व्यवहारमा छैन। व्यवहारमा हुनका लागि एकचोटि कामदार बनाएर हेऱ्यौँ भने थाहा हुन्छ। हामीले वैदेशिक रोजगार ऐनको दफाहरू पल्टायौँ भने यस्तो राम्रा राम्रा कुराहरू छ, प्रावधानहरू छ। दलालहरूलाई 7 वर्षसम्म जेल भन्ने छ, तर आजसम्म कुन चाहिँ दलाल 7 वर्ष जेल बस्यो भन्ने कुरा हेर्न पाइँदैन। मिलिमतोमै अथवा मेलमिलापमै भनौँ, विशेष गरी मिलिमतो भन्दा पनि मेलमिलाप। कुनैले ठग्यो 5 वर्षसम्म उसले दुःख दिएछ, 2 दिनको मेलमिलापमा उसले उन्मुक्ति पाउने अवस्था छ। पैसा त्यो 5 वर्षसम्म त्यो व्यक्ति बिचरा त्यो पीडित भएका कुराहरूको हामीले न्याय दिन सकिरहेको छैनौँ। सबभन्दा प्रब्लम यहीँबाट सुरु भएको छ। त्यसलाई उचित दण्ड नदिँदाखेरि त्यो प्रब्लम छ। किनकि 5 करोड ठग्नेले पनि 5 वर्ष जेल बसे हुने खालको कानुन नीति हामीसँग छ, जसले गर्दा विदेश जानुभन्दा बरु 5 करोडै ठग्न सजिलो छ यो देशमा। त्यहीमाथि नीतिलाई देखाएर, प्रमाणलाई देखाएर उसले दण्ड पाउँछ, नभए दण्डको व्यवस्था समेत छैन। यो परिस्थितिमा छौँ हामी। त्यसैले यो व्यावहारिक सुधार छैन भन्ने कुरा छ। र मलाई त लाग्छ 10 वर्ष अघि भन्दा बढी व्यथिति हामीसँग अहिले छ। 10 वर्ष अघि बरु 80,000मा मलेसिया जान पाइन्थ्यो, अहिले 4 लाख पर्छ।